ल आउँछ आउँछ जस्तै यो बाँदर बुढो हुन्छ मरेको अहिलेसम्म देख्नु आएको छैन लास्ट देख्नु आएको छ बाँदर मरेछ आज बुढो भएर भन्ने यसले कहाँ हाल्छ त्यो लास्टलाई मरेको देख्नु छैन होइन त्यस्तो गर्दा मर्छ कि अब मान्छेले मारे पनि मर्छ मर्न त यो त तर यो मरेको देख्न चाहिँ तपाईँले करेन्ट लाएर होइन उमेर पुगेको उमेर यो कति वर्षसम्म बाँच्छ त्यो बाँदर थाहा छ कति वर्ष जति बाँच्छ तपाईँलाई थाहा छ भागो किन त्यस्तो भयो यता आउने यहाँ आउनुहोस् न होइन यो फाल हामीलाई गाँठे यो त यहाँ यता 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 आउनुहोस् त के खास बाँदरले के गर्छ ल भन्नुहोस् त है भन्नुहोस् के त फाल्दैछ युट्युबमा सर्च गरेर युट्युब सर्च गर्ने हुन्छ के सर्च गर्नु भन्नुहोस् त अनि साँच्चै अहिले गर्छु कि म त्यसमा चाहिँ जनावरको बाँदर भन्ने लेख्नुहोस् न उसमा सर्चिङमा आइहाल्छ जनावर वनजन्तुको बाँदर भन्ने लेख्नुहोस् के खेतीबारीको भन्ने यसमा राखेको हुन्छ जस्तै त्यसले बताउँछ यति अहिले गएर हेर्छु होइन युट्युब गरेर हेर्छु फेरि यो कमेन्ट नहाल्नु होला यो लम्मा त नहाल्नु होला फकिया बेकार हुन्छ बर्बाद भइन्छ यो मैले जुनलाई सेयर अब तपाईँको यस्तो हो नि त फेरि बाँदरलाई तपाईँले बाँदरको बारेमा सबै कुरा थाहा हुन्छ तपाईँलाई त होइन थाहा भइसकेछ अन्त युट्युबमा मैले हालेँ भने त तपाईँलाई यो मान्छे त यस्तो रहेछ होइन उसको बाँदरको बारेमा उसलाई सबै कुरा थाहा रहेछ होइन जनावरको बारेमा थाहा हुने त ठुलो कुरो हो नि त हो कि होइन मान्छेको बारेमा थाहा हो नि त सामान्य कुरा हो त्यही त अनुभव भएर त तपाईँलाई मैले भने नि त अनुभव यसको बारेमा के थाहा छ ल बाँदरको बारेमा भन्नुहोस् होइन अहिले त भिडियो भएको छैन अब म भिडियो अनि तपाईँले अनुभवको बाँदरको बारे अनुभवको बारे सबै कुरा भन्नु हो भने म भिडियो गर्छु कि अनि राम्रो ल अनुभव के छ यसको बाँदरको बारेमा यति भन्नुहोस् त्यसरी म गर्छु कि भिडियो नगरौँला यसको बारे के हुन्छ नि यताउति पठाउँछ 10-12जना पठाउँछ फेरि यता जाऊ फेरि यता जाऊ यसको भाषा हुन्छ पठाउनु होइन यता जाऊ हुन्छ अब कसको खेतबारी खाना छ कहीँ मकै छ खानाहरू छ यतिजना छ यतिजना छ हाम्रो गाउँमा हामीले हेर्छौँ हामीलाई थाहा छैन बाँडिदिन्छन् बाढी यतिजना जाऊ भन्ने हामीले हेरेका छौँ हाम्रो छ अनि गएको मान्छे कोही परेको मान्छेले पनि हालेको छ उसले भनिसक्यो उसलाई पुरा नलेज छ घरै प्र्याक्टिस गरेर त हाल्यो भने त्यति नै हो त्यही त नि हो त्यस्तै भन्नु पऱ्यो क्या तपाईँलाई अनुभव भएकोलाई चाहिँ भन्नु पऱ्यो सानैदेखि म अहिले त अनुभव भएको मान्छे त एउटा अनुभव भएको मान्छेले के भन्नु पऱ्यो भनेपछि जस्तै तपाईँलाई अहिले खेतीबाली खान जान पऱ्यो होइन बाँदर खेतीबाली खान जान्छ नि त जस्तो तपाईँले भनेपछि त्यो पनि कुरो ठिकै हो आधी यता जान्छ आधी उता जान्छ नि त एकै ठाउँ त सबै त जान्न 60जना होइन त्यति हुन्छन् त्यतिमा चाहिँ तपाईँको अलग अलग त उ गर्छ बाँड्छ बाँड्न त 10-12 टोली होइन हो त सही हो अब तपाईँले भनेको ठिकै हो त हाम्रो त गाउँतिर त बमहरू हान्छन् पठाएका अन्धकार उहाँसम्म गएर नि भ्याएर छोडेर फेरि वापिस त्यसलाई सकिन्न एउटै रुखमा तपाईँले तिजुनी खानु हो बाँदरसँग खाइयो सानोदेखि सानोमा खाइयो दुइटै डराउनु हो त्यति बेला कति अब 10-11 वर्ष त्यसले केही पनि गर्न तपाईँलाई गर्न त ऊ पनि डराऊ केही पनि गर्यो खाना खानु तिजी त खानु खाइयो दुइटैले खानु खाइयो सँगै खाइयो अन्त चाहिँ त्यो झरेर गयो कि तपाईँ झर्नु पहिला झर्दाखेरि त्यो अर्का कहाँ गएको म अर्का कहाँ गएको झर्नु म एउटै कहाँ गएको थिएँ अर्का उसलाई पनि डर छ मलाई पनि डर छ डर त हुन्छ नि सबैलाई हुन्छ नि फेरि यो डर फेरि हो यो फेरि उसले एउटा हाम्रो गाउँको मान्छे लखटेको यसले लखट नि जाति बिति लखट छ बाँदरले हाम्रो गाउँको त एउटा मान्छेले छन् पिटेर
घरैभित्र घरभित्र गएर पिट्यो बाँदरले बगाल गरेर पिट्यो कि सिङ्गल गरेर पिट्यो यो त थाहा हो है भनेपछि तपाईँले त तिजी पनि बाँदरसँग सँगै खानु हो होइन ल ठिकै छ त्यो पनि ठिकै हो अब बाँदरसँग भनेपछि तपाईँ डराउन त्यो पनि डरायो होइन तर लास्ट डर म एक्लै जाँदाखेरि त अब तपाईँ क्या रोकेर आउनुहोस् अनुभव गरेर जाँदाखेरि त्यसको टोली धेरै छ हो 10-15 जना 16 जना छ क्या रोक एक्लै भारुन्दैले पिटो त सक्छ भाइ पिट्नु सक्छ हो सक्छ होइन तपाईँ त केही न केही बाटो निकाल्न पऱ्यो कि डर बसाउन पऱ्यो हो केही बोल्नु भएन कि चुपचाप हो त्यो त क्या भनेपछि यत्रोजना सबैजना हुनुहुन्छ नि होइन यहाँलाई त थाहा छैन बाँदरको बारेमा त होइन ल तपाईँलाई त अनुभव चाहिँ रहेछ किनकि तपाईँ एउटै रुखमा गएर बाँदरसँग तिजु खाएर चाहिँ अनुभव रहेछ तपाईँलाई होइन ल ठिक छ अनि तपाईँ घर चाहिँ कहाँ अरे कहाँ भन्नु अरे नाम भन्नुहोस् नाम भन्नुहोस् त ल ठिक छ